ल अब चाहिँ काठमाडौँ लाग्यो हो यी साथीहरू होइन। अब उता खासै भिडियो बनाउन पाएन होइन, अलिकति हतार जस्तो नि परेको थियो। त्यही भएर अहिले चाहिँ अब भिडियो मैले स्टार्ट गरिसकेको छु है। हाम्रो यो रोसीको बाटो एकदमै खतम भएको छ अरे है। यो रोसीको बाटो जान लाग्दैछु काठमाडौँ, अब केटिएम सिटी हेर्नको लागि होइन। त्यही भएर चाहिँ अब हेरौँ, बाटो एकदमै अप्ठ्यारो छ अरे है, किनकि अब यो बाटो बन्दैछ नि त। अनि त्यो बाटो बन्दै गर्ने क्रममा चाहिँ एकदमै गाह्रो हुन्छ है। एकदमै पानी नि परेर बाढीहरू आइरहेछ है। बाटोहरू चाहिँ एकदमै स्थिति खराब छ अरे है साथीहरू। त्यही भएर अनि मामालाई चाहिँ मैले अब विदेश जाँदै हुनुहुन्छ मामा होइन, अनि मामालाई पुर्याउन हिँडेको खास गरी चाहिँ। अनि एउटा विकास भाइ पनि छ, हामी दुईवटा बाइकमा तीनजना जाँदैछौँ काठमाडौँ है। अनि त्यसपछि अब अगाडि चाहिँ 220 बाइक छ, अनि म चाहिँ एनएक्समा जाँदैछु है। ल बाटो चाहिँ अलिकति खराब छ भन्ने सुने हो। अब बेलुका राति खुल्दैन कि यो बाटो है एकदमै, किनकि जोखिमपूर्ण छ नि त बाटो, त्यही कारणले गर्दा पनि गाह्रो हुन्छ। ठिकै छ, अब त्यस्तो हाइसहरू सानो गाडीहरू चाहिँ अब गएको छैन है। अलिकता बसहरू बोलेरोहरू सुमोहरू यस्तै चाहिँ गएको रहेछ। ल आउन चाहिँ आइरहेको रहेछ यार, अब गाडीहरू पनि आइरहेछ, बाइकहरू पनि आइरहेछ जहाँसम्म है। बाटो चाहिँ त्यस्तो बन्द छैन होला, अब हेर्दै जाऊँ होइन बाटोको स्थिति के कस्तो हुन्छ। अब हामीलाई चाहिँ बाइक मात्र छिर्यो भने नि भइहाल्यो नि त होइन, जसरी नि काठमाडौँ पुग्नुपर्ने हो है। त्यही भएर ल गाडीहरू सब यता बन्द रहेछ है। ल ल ल ल ल एकदमै पुरै यार जाम छ त गाडीहरू त। ल पुरै लाइन छ, लाइन एकदमै टडकहरू है सबै कुरो। बाइक छिर्यो भने चाहिँ हामीलाई भइहाल्यो भन्ने कुरो हो। सबै जाम छ हेर्नु, रोसीको बाटो चाहिँ यस्तो पुरै टडकहरू चाहिँ होइन, लाइन बाई लाइन बसिरहेछ। अब हामी चाहिँ अगाडि बढ्छौँ। ल यस्तो छ है हालत चाहिँ, एकदमै तनावग्रस्तै छ बाटोहरू चाहिँ है, किनकि अब अहिले त ऊ पनि छ नि त बर्खाको बेला है। ल हामी चाहिँ यो बाटो लाग्दै है, पुल बाटो। ल हामी चाहिँ यो पुल बाटो लाग्नुपर्ने अवस्था छ है। हल्लिँदो रहेछ यार, पुल त हल्लिँदो रहेछ यार, आमा यार हल्लिँदो रहेछ नि पुल। अलिअलि हल्लिरहेछ है पुल चाहिँ। हामी चाहिँ यो झोलुङ पुलबाट जाँदैछौँ है। अब यता बाटो छैन अरे, एकदमै खतरा खारे। त्यही भएर चाहिँ अब हामी यो बाटो जाँदैछौँ। कस्तो हुन्छ यार, बाटो चाहिँ एकदमै डेन्जरै होला जस्तो लागिसक्यो मलाई हेर्नु पर्दा है। यता बाटो हो, आमा कता हो। ल घर छिर्नुपर्ने छ त यार, बाटोको स्थिति तनावग्रस्त छ यार। ल ल ल यस्तो छ यार। ल यो बाटो हिँड्न परिरहेको छ यार काठमाडौँ हिँड्दा हामी। ल यता खोलाको बाटो चाहिँ एकदमै बिग्रिएछ अरे, जानै सकिन्न अरे। अब यो बाटो जान्छौँ है, कहाँ पुग्ने हो। आमा कस्तो ढुङ्गाले हान्दै यार मलाई, पुरै टायरले ढुङ्गा फाल्दै यार। ल ल ल यो बाटो कस्तो छ भन्ने कुरो हो, अफ रोडिङ रहेछ है, रन चाहिँ डेन्जरै। हेर्दै जाऊँ। ल ल ल आमा यार आज कुन बाटो हिँडियो भन्ने कुरो हो क्या काठमाडौँ जाँदाखेरि चाहिँ। नयाँ बाटो नयाँ ठाउँ है एकदमै। ल पुरा उताबाट साथीहरू पनि आइरहनु भएको छ। एक ठाउँ चाहिँ अप्ठ्यारो छ अरे है, उहाँबाट आएको एउटा दाइलाई सोधेको। एक ठाउँ चाहिँ अलिक गाह्रो छ, अरू चाहिँ सब ठिकै छ भन्दैछ है। हेरौँ के हुन्छ। ल ल ल सबजना यताबाट आइरहनु भएको रहेछ है। गाह्रो छ, गाह्रो के गर्ने यो बाटो होइन। अब किनकि अर्को बाटो नबनिन्जेल त यो एकदमै गाह्रो बाटो जाँदैछौँ है। आउँदाखेरि चाहिँ पुरै ओह्रालो रहेछ क्या,
जाँदाखेरि मात्र यार उकालो। अब रातो माटो अलिअलि चिप्लो चिप्लो नि हुन्छ है, तलतिर आउँदा चाहिँ विचार गरेर आउनुपर्ने हुन्छ यार। आज नयाँ बाटो फिल गरिरहेको छौँ यार काठमाडौँ जाँदाखेरि। सधैँ त्यही एउटै बाटो गइरहन्थेँ यार, आज चाहिँ अर्कै नयाँ बाटो होइन हान्दैछौँ। ओ यता चाहिँ केही नहुँदो रहेछ यार, बाली बिरुवा केही छैन नि त यार, रित्तै छ यार बारीहरू। खासै यो उब्जनी चाहिँ हुने ठाउँ रहेनछ क्या, जता हेऱ्यो होइन मसिनो मसिनो ढुङ्गाहरू मात्रै देखिन्छ क्या। अब यहाँ त अरू होला नि त व्यापार व्यवसाय केही, खासै उब्जनीको लागि त्यस्तो योग्य जमिनहरू चाहिँ मैले केही देखेन यार, सुक्खा छ है एकदमै। सिँचाइको लागि पनि गाह्रो होला यहाँ है, त्यही भएर। आमा हिलोमा चाहिँ लत चिप्लिन्छ यार, त्यही मात्र हो, अरू चाहिँ ठिक छ होइन। ल मैले चाहिँ ब्रदरलाई होइन फलो गरिरहेको छु यार। अब मैले कहाँसम्म हुन्छ होइन पुरै फलो गरेर जानेछु। ठिक छ यार यहाँ बाटो त एकदमै राम 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 राम। हेर बिजोक हरिबिजोक यस्तो छ यार, के गर्ने। काठमाडौँ जानको लागि हामी यति बाटो घुमेर जानु पर्यो क्या। अब होइन हामी काठमाडौँ कतिखेर पुगिन्छ भन्ने कुरो हो, हेर्दै जाऊँ। कत्रै चिप्ले क्या बाइक चाहिँ यार। अझै माथि जाँदैको छौँ त यार, कति माथि हो, डाँडा पनि कति अल्पो यार, चुचुरोमै पुग्ने भयो यार। आमा ओइ 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 छैन मेरो कोही होइन, गाह्रो छ मलाई। दिस नट जोकिङ यार, बारीहरू हेर्नु न पुरै भिरालो यार। पानी हाल्यो भने त अडिँदैन होला यार, सब एकैचोटि पानीमा बारीमा झर्ने बित्तिकै होइन सबै मलहरू सब बगाएर लान्छ होला क्या, यति भिरालोमा चाहिँ गाह्रो छ नि त। ल आमा माथि जाँदैछौँ है, जाँदैछौँ। ल ल ल अहिले चाहिँ माथि आइपुग्यौँ होइन। ओके बसौँ न बसौँ। हो त्यही त, कहाँ पुग्ने हो थाहा छैन है। हिलो चाहिँ लोती रहेछ अब होइन। माकुरी ओइ भाइ साहब जाला त ओइ खासै गहिरो त रहेनछ यार। ओइ ओइ आमा के हो कुरो। गाह्रो छ हो, गाह्रो छ। बाटोहरू त पुरै पानी जमेर है, कहाँ हो बाटो के हो, डाँडा काँट खोल्चा केही थाहा छैन यार। ल उकालो आएर बाइकको इन्जिन पनि कस्तो तात्तिरहेको, स्वाँ गरेर पुरै एफआई चलिरहेछ। पुरै पानीहरू जमाएर यसैका ठाउँमा चाहिँ, नभए त अरू त ठिक छ यार। पानी नजमायो त दामी थियो, हल्का पानी जमेको यता इधर उधर, अरू चाहिँ यस्तो ठिकै छ होइन। तिमीलाई यस्तो छ यार
बिचबिचमै पानी जमेर रहेछ। ओइ ल अर्को सानो गाडी नै आएछ यार यो बाटो। ओइ ल कहाँ पुग्यौँ यार? ओइ 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 यहाँ नि त्यस्तै हिलो रहेछ यार। आमा सकिएको नि त यार। ठाउँ ठाउँमै हिलो चाहिँ माकुरी पुरै खतम हुने भयो नि यार। पुरै टिलिक्क थियो बाइक यार। पुरै हिलोले खतम बनायो नि भयो यार। के गर्ने बाटै यस्तो छ यार। अब अलिअलि ट्र्याकल त गर्नै पर्यो होइन। ओइ अब कता हो? तलतिर हो? यतै रहेछ बाटो चाहिँ। ल यहाँ पनि त्यस्तै होइन, धेरै माथि पुग्न चाहिँ के गनाएको यार? कुया गनाएको त यार। थट के कुयो थट। आमा के कुहिया रहेछ यार यहाँ त। थट लोत्ती गना यार। झन्नै उल्टी आएको यार मलाई त। आमा सकिन्न बाबा सकिन्न। एउटा बुढो बालाई सोधेको कुन ठाउँ आइपुग्यो भनेर हामीले सोधेको है। यो तेमाल रे है। ल तेमाल भन्ने ठाउँमा चाहिँ हामी आइपुगेछौँ। तेमालको बाटो चाहिँ यस्तो रहेछ है। बाटो त राम्रै छ, त्यति अप्ठ्यारो बाटो त होइन है। ठुलो पनि रहेछ है, व्यवस्थित। तेमालको बाटो यस्तो छ है। ल अब त पिच आयो क्या हो यार। पिचबाट आए जस्तो छ यार अब चाहिँ। ओए पिच आयो क्या हो? सुल्टा सुल्टीहरू। ल तेमाल डाँडा चाहिँ यस्तो रहेछ है। ठाउँ ठाउँमै धार्मिक स्थलहरू अनि गुम्बाहरू लगायत धेरै बनेको रहेछ है। बाटो चाहिँ पिच आयो। ल अब चाहिँ माकुरी ल ल ल ल यो चाहिँ तेमाल भन्दो रहेछ है। ल पुरै सल्लाहघारी होइन, हुस्यार लागेको लाग्न चाहिँ यार। तलबाट त पुरै हुसुसुसु आएको छ यार। राम 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 राम। ल ल ल ल ल ओइ ओइ आमा ल बाटो चाहिँ अब चाहिँ यसमा त माकुरी चिप्किन्छ त यार। ल ल ल ल यस्तो छ है तेमालको बाटो। ल गाइजहरू है अब चाहिँ हामी तलतिर झर्दैछौँ। अघि मासतिर उकालो आउँदै थियो है, अहिले चाहिँ हामी तलतिर जाँदैछौँ। तर बाटो चाहिँ ठिक ठिकै जस्तो लागिरहेको मलाई। अब हेर्दै जाऊँ कुन ठाउँ कस्तो कस्तो बाटो छ भनेर देखिहाल्नुहुन्छ है। यहाँ चाहिँ ढलान गरेको छ, सायद ठाडै उकालो भएर होला है ढलान गरेको है साथीहरू। के छ भाइ? ठिक छ नि? ओइ ल झर्दैछौँ होइन। यस्तो बाटो रहेछ यार। आउन चाहिँ उकालो रहेछ, अघि आयो उकालो, अब झऱ्यो ओह्रालो है। के गर्ने यस्तै छ जिन्दगी, उकालो ओह्राली गर्दै होइन। ल यस्तरी झर्नु परिरहेछ होइन, के भन्ने।
ल दामी दामी घरहरू छ होइन जाँदैछौँ गाइजहरू है दामी दामी सायद तिमी मलाई माया गर्छौ सायद ल ओह्राले रहेछ यार अब जस्तो आएको थियो त्यस्तै जानुपर्ने हुन्छ के बिरुवा लिएर आएर यार गाडीले ल्याउन चाहिँ ल केही होला बुद्ध चित्रहरूको बिरुवा हो कि है अलि महँगो छ नि त त्यही मालमा त त्यही हो चलेको तिमी ल आउँदैछ है सोल्टीहरू सब सोल्टीहरू आउँदैछ होइन बेस्ट आउँदैछ खत्रै उकालो रहेछ नि यता आमा आउँदाखेरि त यार झर्दा यस्तो ओह्रालो आउँदाखेरि यो पुरै उकालो यार ओइ सोलिङ चाहिँ खत्रै हान्दो रहेछ होइन होइन ल दाइङ पारामा इच्छा झर्नुपर्छ यार झर्न चाहिँ अब त खत्रै तलतिर झर्नुपर्ने रहेछ नि यार ल ओ ल